फेरि एउटा लोड आएको छ है सिसा लोड गर्नुपर्ने छ दाले फोन गर्नु भएको थियो कन्फर्म चाहिँ भएको छैन चलो गाइस वेलकम ब्याक टु माई च्यानल एन्ड ब्लग है आज भोलि चाहिँ बिहानै फेरि म है बजार आएर लोड गर्दैछु भर्खर एक ट्रिप झारिकन आएको ठुलो गाडी आएको थियो सिलगढीबाट हो अन्त दुई ट्रिप लोड छ एक ट्रिप पर पिछेउमा झारेर भर्खर आएको है अन्त अघि अब बिहानदेखि भिडियो बनाउनु पाइनँ नि त बिहान निन्द्रामै बेलुका पनि ढिलो सुतेर हो बिहान पनि बिहानै उठेर हाकिदिएको अहिले फिलहालमा चाहिँ म गाडी लोडमा हालिरहेको छु है अन्त यहाँ बजार हाम्रो गेजिङ बजार सो मेरो गाडी यहीँ लोड हुँदैछ यो चाहिँ हाम्रो उज्जवल दाजुको गाडी है मेरो गाडी चाहिँ हेर्नुहोस् यहाँनिर है यो चाहिँ गाइस जस्तै सिलगढीबाट लिएर आएको मैले हो सिलगढीबाट आएको बादमा चाहिँ आज फर्स्ट ब्लक हो मेरो गेजिङकोबाट है मेरो पिकअपबाट यो नयाँ लिएर आएको पुरानो हरायो कि अन्त लोडमा हालिरहेको छु लोड चाहिँ गरिहालेको छैन है टाटा पनि खाली गर्दैछ नि त सामान निकै ल्याएको थियो है टाटामा खाली हुँदैछ अब यहाँ खाली गर्दै मेरो पनि लोड गर्छ हो अहिले फिलहालमा चाहिँ मेरो पनि यहाँ लोड हुन थालेको छ है हेर्नु सक्नुहुन्छ एक दुई बोरा आँटाको बोराहरू हाल्दैछ अब यहाँ बसिबस्नु हुँदा एकछिन चिया खाएर आउनु पऱ्यो बिहानै चिया खानुपर्छ हो चियामै गरेर अल्छी हुँदा निन्द्रा लागिरहेको छ चिया खानै पऱ्यो हो चिया खाएर आइन्छ त्यतिखेरसम्म लोड हुन्छ होला मेबी है सो गाइस अहिले फिलहालमा भने चाहिँ है म लोड सुट गरेर अहिले यहाँ गोठाङ आइपुगिसकेको छु है पछाडि डोरीहरू बाँधेको लोड निकै छ आज है लाङाङको अहिले गोठाङ फाटक भन्ने यो हो जग्गा यहाँ आइपुगिसकेको छु है सो गाइस अहिले फिलहालमा भने चाहिँ है खाली गरेर पनि बजारतर्फ लागेको अन्त फेरि एउटा लोड आएको छ है सिसा लोड गर्नुपर्ने छ दाले फोन गर्नु भएको थियो कन्फर्म चाहिँ भएको छैन पेलिङको भन्दै थियो है अब यहाँ लोड गर्नु जाँदैछु भयो भने चाहिँ हुन्छ भएन भने चाहिँ हुँदैन अहिले चाहिँ 10 माइल टर्निङमा है सो गाइस अहिले फिलहालमा भने चाहिँ लोड सर्ट गरेर है उकालो तिक्चुक पुग्न आँटिसकेँ म चाहिँ यहाँ त आज हाम्रो पेन्तो काका पनि हुनुहुन्छ तल बसिरहनु भएको थियो अनि मैले लिएर आएको है उकालो जाउँ भनेर यहाँ अगाडिको गाडी चाहिँ यो चाहिँ अमिताको गाडी हो है लोड लिएर जानु हुँदो रहेछ म पनि यहाँ सिसा लिएर है तपाईँलाई एकैचोटि माथि खाली गर्ने जग्गामा गएर भेट्नेछु है फाइनली यहाँ आइपुगेर चाहिँ है यहाँनिर मेरो सामान खाली हुँदैछ हेर्नु सक्नुहुन्छ यही घरको यहाँ आगेहरूको माथि पेलिङ लर्निङको मालिकको है सिसा लिएर आएको थिएँ फिलहालमा चाहिँ खाली हुँदैछ अहिले है मान्छेहरू बोक्दैछ अब निकै टाइम लाग्छ होइन टाइम निकै राख्ने रहेछ हो यसको अझैसम्म डोरी नै खोलिसकेको छैन यही छ अझै बोक्नुपर्ने यसको पनि डोरी सोरी खोल्नुपर्ने छ है सो गाइस अहिले चाहिँ फाइनली खालीसाली गरेर हामी चाहिँ उकालो लागेको है यहाँ काकाले कुदाउनु हुँदैछ गाडी चाहिँ मेरो गुरुजी पनि हो है उहाँले काकाले कुदाउनु हुँदैछ काकाको गाडी चाहिँ तलै बजारमै छोडेर आएको उकालो दुई भाइ है अब गएर चाहिँ लोड छैन हो अब गएर चाहिँ स्ट्यान्डमा बसिन्छ स्ट्यान्ड डुङ्नुपर्छ दिनभरि हो दिनभरि भन्दा पनि तपाईँको 1 बजिहाल्यो अब गएर स्ट्यान्डमा बस्ने हो खाजासाजा खाने हो त्यति नै है र फिलहालमा चाहिँ उकालो लागेको हामी दुई भाइ भने चाहिँ फिलहालमा है लोड खाली गरेर पनि तपाईँको स्ट्यान्ड आएर खाजासाजा खाएर है काका र म खाजासाजा खाएर काका पनि जानुभयो स्टुडेन्ट ड्युटी छ अरे है काका जानुभयो अन्त म चाहिँ फिलहालमा अहिले एक्लै गाडीमा बसिरहेको छु अब चाहिँ काम छैन है तपाईँको टाइम 3 बज्यो अहिले है फिलहालमा 3 बजिसक्यो स्ट्यान्डमा गाडीहरू ड्याममा चाहिँ यहाँदेखि पल्लै छेउसम्म छ यहाँ त दाजुहरू काम नभएर बसिरहेको छ अल्छी है उतापट्टि गाडीमा पनि छ काम छैन अब ठिकै छ अब हामी गरिहाल्यो बिहानदेखिको अहिलेसम्म कति गर्नु थियो अब ठिकै छ होइन सधैँभरि घिउ भात मात्रै खोज्नु हुँदैन नि त जति गर्नु थियो गरिहाल्यो ठिकै छ भोलिको लागि पनि उबार्नुपर्छ है अब यत्तिकै फोन चलाउँदै बस्ने हो गाडीमै हो टाइम पास त्यही त हो फोन खालि फोन हेरेर बस्यो हो त्यस्तै छ अहिले भने चाहिँ घरतर्फ जाँदैछु है गाडी साडी पर राखेर अहिले घर जाँदैछु आज त्यति हो काम भएको है लाङगाङ पेलिङ गएँ यति नै हो अरू काम भएन दिनभरि स्ट्यान्डमै फोन चलायो यसो दाजुहरूसँग गफै यताउता गर्दै बस्छै भयो अहिलेसम्म अन्त अलिक घर चाहिँ किन ढिलो गर्ने अलिक काम थियो त्यो काम लिप्टै गर्न चाहिँ घर आएको नभए त उज्यालोमै आइहुन्थ्यो आज हो सो ओके ठिकै छ अहिले चाहिँ घरकै छेउमा आइपुगिसकेको छु है यहाँनिर गाडी पर राखिहालेँ घरकै माथिल्लोपट्टि आइपुगेको छु अलिकति हिँड्नुपर्छ है घर जानुको लागि अब गाडी अलिक पर राख्छु नि त घरको माथिल्लोपट्टि अलिक जग्गा छैन हो अलिक अनकम्फर्टेबल जग्गा छ अन्त गाडी अलिक पर राख्छु ठुलो जग्गामा सो अहिले चाहिँ घरकै छेउमा आइपुगिसकेको छु यहाँ पर देख्न सक्नुहुन्छ यहाँ पर देखि यहीँनिर हो मेरो घर है
सो ओके यो ब्लगमा म यही एन्ड गर्नेछु सी नेक्स्ट ब्लग है आजको ब्लग हेरेर माया सपोर्ट गरिदिनुहोस् लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु नभुलिदिनुहोस् होला सो सी नेक्स्ट ब्लग बाई बाई सबजनालाई टेक केयर